जब हिम्मत टुट्छ, हार जस्तै महसुस हुन्छ, अँध्यारो साँझ जस्तै लाग्छ जसमा सूर्योदय कहिल्यै नआउला जस्तो लाग्छ। यस्तै एउटा साँझ आयो आयुषको जीवनमा। आयुष मध्यमवर्गीय परिवारको साधारण केटो। उसको सबभन्दा ठूलो सपना थियो पहिलो पुस्ताबाट विदेश जानु, राम्रो पढ्नु र आमा बुबाको जीवन सजिलो बनाउनु। उसले धेरै वर्ष तयारी गर्यो, रातभरि पढ्यो, दिनभरि काम गर्यो। थकानले काँच झुके पनि उसको आँखामा सपना अझै चहकिँदो थियो। अन्ततः परीक्षाको नतिजा आउने दिन आयो। उसको मोबाइलमा एउटा सानो सन्देश आयो, तपाईँ चयन हुनु भएन। त्यो 5 शब्दले उसको वर्षौंको मेहनतलाई चुडेर जमिनमा फ्याँकिदियो। त्यो बेला आयुषलाई लाग्यो, बस अब म सकिए। उसले आफूलाई सोध्यो कि म सधैँ यति नै कमजोर रहे, कि मेरो मेहनत यति सस्तो थियो। धेरै दिनसम्म उसले कसैसँग कुरा गरेन, आफूलाई कोठाको अँध्यारो कुनामा थुनेर राख्यो। उसका साथीहरू अगाडि बढिरहेका थिए, कसैले जागिर पायो, कसैले विदेशको भिसा। सामाजिक सञ्जालमा सबैको खुसी देख्दा उसलाई आफ्नै जीवन अट्टिङ्केर गएको जस्तो लाग्थ्यो। हिम्मत त्यसैले टुटिसकेको थियो कि उसलाई आफ्नै प्रतिबिम्ब पनि रुच्दैनथ्यो। एक साँझ आयुषको आमा ढोका ढकढक्याउँदै भित्र पसिन्। आमाले बिस्तारै सोधिन्, बाबु तेरो हाँसो कहाँ हरायो? आयुषले तर्सेर आँखा चुनाएर भन्यो, आमा म हारिसकेको छु। आमाले केही क्षण उसलाई निहारे अनि चुपचाप उसकै छेउमा बसेर भनिन्, सुन न, जब तेरो बाबु पहिलो पटक बजारमा ठेला लिएर निस्कँदा दिनभरि 1 रुपैयाँ पनि कमाएनन्। त्यो रात उनले पनि यस्तै भनेका थिए, म हारिएँ। आमाले अगाडि थपिन्, तर अर्को दिन बिहान म पनि रोइरहेकी थिएँ र तेरो बाबुले एक वाक्य भने, यदि आजको दुःखलाई अन्तिम ठाने भने भोलिको खुसी कसरी देख्ने? त्यसपछि उनी फेरि उठे, फेरि गए, फेरि प्रयास गरे अनि आज तैले हेरे जस्तो परिवार बनेको हो। आयुष चुपचाप आमाको अनुहार हेरिरह्यो। आमाको आँखामा आँसु थियो, तर त्यही आँसुभित्र एउटा अद्भुत शक्ति पनि थियो। उनी फेरि भन्छन्, हिम्मत टुट्नु र हार मान्नु बीच धेरै फरक हुन्छ बाबु। हिम्मत टुट्नु भनेको मन थाक्नु हो, तर हार मान्नु भनेको सपनालाई गाड्नु हो। त्यो रात आयुषले आफूलाई पहिलो पटक प्रश्न गर्यो, के म साँच्चीकै हार मान्न तयार छु कि यति सजिलै झुकेको अभिनय गर्दैछु? उसले आफ्नो पुरानो नोटबुक खोल्यो। त्यसको पछिल्लो पानामा उसले कहिल्यै नदेखेको एउटा सानो वाक्य भेट्टायो, जुन उसैले कहिल्यै पहिले लेखेको थियो, एक दिन थाक्नेछु तर रोकिने छैन। आफ्नै सम्झौता खचर देख्दा उसलाई आफ्नो पुरानो जिद्दी स्वभाव सम्झियो। उही केटो जो विद्यालयमा सधैँ अन्तिम गोलको लागि दौडिन्थ्यो, चाहे कहिल्यै पहिलो नबनोस्। उही केटो जसलाई सानो चोट लाग्दा पनि उठेर फेरि खेल मैदानमा फर्किन मन लाग्थ्यो। आयुष बिस्तारै उठ्यो, कोठाको झ्याल खोलेर बाहिर हेर्यो। रात परेकै थियो, तर टाढाको आकाशमा सानो चन्द्रमाले अँध्यारो काट्दै झुल्किएको थियो। उसले मनमनै भने, सायद अब पनि ढोका सबै बन्द छैनन्, म फेरि एउटा ढोका ढकढक्याउन सक्छु। अर्को दिन उसले आफ्ना कागजात फेरि जाँच्यो, कहाँ कमजोरी भयो, कुन ठाउँ सुधार्न सकिन्छ, सबैमा टिक्का टिप्पणी गर्यो। उसले सोचेको जति ठूलो गल्ती सायद छैन, केही कुरा सिक्न मात्र बाँकी रहेछन्। उसले नयाँ कोर्समा भर्ना भयो, भाषा सुधार्न थाल्यो, अभिमुखीकरण कक्षा लिएर कमजोर पक्षमाथि काम गर्न थाल्यो। यसपालि ऊ आफूलाई फेल होइन, फिडब्याक भएको विद्यार्थी जस्तो मान्दै थियो। प्रत्येक दिन थोरै थोरै तर स्थिर रूपमा अघि बढ्दै गइरहेको थियो। महिना दिनपछि उसले फेरि नयाँ अवसरको लागि आवेदन दियो। यसपालि ऊ डराएको थियो, तर डरभित्र अब आशाको सानो बल थियो। यसपालिको प्रतीक्षा पहिलेभन्दा शान्त तर गहिरो थियो। नतिजा आउने दिन फेरि आयो। मोबाइलको स्क्रिन चम्कियो। उसले ढुकढुकी बढेको हृदयले खोल्यो। यसपालि एउटा शब्द मात्र फरक थियो, तपाईँ चयन हुनुभयो। आयुषको आँखाबाट आँसु स्वतः बग्न थाले। त्यही कोठा जहाँ उसले आफैलाई हारिसकेको मान्छे घोषणा गरेको थियो, आज त्यही उभिएर उसले बुझ्यो, हिम्मत टुटेको दिन वास्तवमा अन्त्य होइन रहेछ, एउटा मोड रहेछ। उसले आमाको हात समातेर भन्यो, आमा म जिते होइन, म बस हार मानेन। आमाले मुस्कुराउँदै उत्तर दिइन्, त्यसैले त मेरो सबैभन्दा ठूलो गर्व होस्। कहिलेकाहीँ जब हिम्मत टुट्छ हामीलाई लाग्छ जीवन यही सकियो, तर वास्तविक हार त तब मात्र हुन्छ जब हामी उठ्ने विकल्प छँदैछ तर उठ्न मनै नलगाएर बस्छौँ। यदि तिम्रो पनि आज हिम्मत टुटेको छ भने सम्झिनु,